सो दर्शन नमस्ते गाइजहरू है, मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। हामी चाहिँ अहिले ठ्याक्कै स्केटिङ पार्क हामी देख्न सक्नुहुन्छ। स्केटिङ पार्क जाँदैछौँ मामा भान्जा मिलेर। अनि बाटोको स्थिति त देख्दै हुनुहुन्छ नि कस्तो छ हालत। बोका गाइजरले बोका नदेखाऊँ मामा फेरि गाइजर बोका देख्यो भने यो चाहिँ फुटसल है गाइजहरू, फुटसल भन्दैछ। अनि हामी चाहिँ अब डाइरेक्टली जाँदै हो, हेरौँ अब कहाँसम्म पुगिन्छ। फेरि के अरे बाटोको स्थिति त लास्टै वाणिज्य ब्याङ्क ठ्याक्कै हामी अहिले पुग्यौँ है गाइजहरू। ठ्याक्कै अहिले स्केटिङको पछाडि वाणिज्य ब्याङ्कनिर अब चाहिँ गुम्बा पुग्न लाग्यो। गुम्बा चाहिँ अगाडि छ होइन, राम्रै छ गुम्बा नि। अनि हिउँ परिरहेछ माथि भेगतिर। हामी चाहिँ अहिले चाहिँ गुम्बाभित्र छिर्दैछौँ है। उहाँ चाहिँ अगाडि हुन्छ है, हामी चाहिँ गुम्बामा हो। हेर्नु घाम, त्यो चाहिँ धर्मघट्ट भन्छ है गाइजहरू। घुमाउनु ओमान प्रेमियम भन्छ नि धर्मघट्ट। मन्त्रहरू हुन्छ भन्दै चाहिँ यो चाहिँ के हुँदैन। यो चाहिँ धर्मघट्ट है गाइजहरू। यो चाहिँ अब लामाको पर्यो बुद्धिस्ट। हामी चाहिँ हिन्दू भए अहिले बोकासोका के काटिरह हुन्थ्यो होला साइड। यो चाहिँ गुम्बा गइस। अनि हाम्रो ब्यारेक चाहिँ माथि है गइस, यो चाहिँ ब्यारेक हाम्रो है। अनि यो चाहिँ हाम्रो एयरपोर्ट, सिमीकोटको एयरपोर्ट देख्न सक्नुहुन्छ। अहिले हामी चाहिँ माथि जाँदैछौँ ब्यारेकतिर। एउटा माथि पनि गुम्बा छ। अनि हेर्नु हाम्रो एयरपोर्ट, अनि एयरपोर्ट यो सिमीकोट भ्याली। बौद्धको धेरै छ नि त जनसङ्ख्या। अब त्यही भएर मूर्तिहरू धर्मघट्टहरू छन् है गाइजहरू। मामाले चाहिँ घुमाइराख्नु भएको छ अहिले। अनि म चाहिँ बिस्तारै पछाडि घुमाउँदै आइरहेको छु है। म चाहिँ बिस्तारै घुमाउँदै आइरहेको छु। मामाले घुमाइराख्नु भएको छ। गाइज अहिले हामी चाहिँ साइड यतापट्टि आउनु त आयो, बाटो रन्के टोइलेट छ त गाइज। हामी त टोइलेट जाने त ल बाटो माथि छ, हिँड्नु न ल। हिँड्ने नि है, हेर्नु बाटो अर्काको घरमा आइ फाइनली। तपाईँ पनि मार्ला न। हामी चाहिँ रेडी सक्नुहुन्छ गाइज, कहाँ छिरेर यहाँ पुग्यो। अब चाहिँ हामी ब्यारेकतिर जान लाग्यो मामामा ल। सो गाइज हामी चाहिँ धेरै माथि आइहाल्यौँ। हामी दौड हिँडेर दौड आएको होइन, यस्तो नदौडे त पुगिन्न। र खडा भयो कसको खडा भन्ने त बुझिहाल्नु भयो होला। खेततिर आइयो कसको खेत हो यो। हिउँ छुन पर्छ, दौड धुपी हो यो चाहिँ। फेरि झार धुपी के भने गाइस, हिउँ मात्रै हिँड्या फोक्सै गइको हिउँ यति भेटिएछ। बिस्तारै हामी अहिले चढ्दैछौँ। सो गाइज हामी चाहिँ अहिले ठ्याक्कै हिउँको लेभलमा पुगिसक्यौँ है। यस्तो हावा लागिरहेको छ। मा चाहिँ फेरि चक्चक गर्न लागिसक्यो। हामी चाहिँ ब्यारेकको लेभलमा त्यो ब्यारेकको भनेपछि अहिले चाहिँ हामी यता अरे डाँडामा छौँ। मामाले हिउँ खेल लाग्नु भएको छ यता। चिसो भयो। अब हामी चाहिँ घरतिर जान्थ्यौँ। अब चाहिँ हामी चाहिँ घरतिर जानु लाग्यो ल। हेर्नु सक्नुहुन्छ सिमकोट भ्याली। हामी कति डाँडामा छौँ भन्ने तपाईँ थाहा होला। सानो मिनी घरलाई माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला भन्नुलाई होइन। भर्खर सुरुवात छ भनेको सपोर्ट गरिदिनु। अगाडि बढ्ने फर्स्ट भिडियो